कुन दिन अपलोड गर्ने भिडियो अपलोड गर्दा भिडियोमा पनि दुईटा भिडियो एउटा लङ र सर्टको अपलोड गर्ने पनि टाइमिङ डिफरेन्ट हुन्छ हाम्रो अब त्यस्तै तपाईहरुले म एक्सप्लेन गर्छु सबभन्दा पहिला हाम्रो के हुन्छ भने मन्डेदेखि लिएर फ्राइडेसम्म हाम्रो एउटा बेग्लै सेड्युल हुन्छ बिहान र बेलुकाको अनि त्यसमा बिहान र बेलुकामा पनि हाम्रो कन्टेन्टको सेड्युल बेग्लै हुन्छ त्यस्तै सन्डे र सटरडे तिर हाम्रो डिफरेन्ट टाइमिङ हुन्छ किनकि सन्डे र सटरडे हाम्रो नेपालमा छुट्टी हुन्छ छुट्टी भएको बेला बिदा भएको बेला मान्छेहरूले त्यो भिडियो कन्टेन्ट हेर्न धेरै मन पराउने टाइमिङ हो किनकि सबै मान्छे आफ्नो काम गर्दाखेरि अफिसको कामदेखि लिएर सबै कामको मान्छेहरू छुट्टी हुन्छ त्यो दिन बढी मोबाइल युज हुन्छ एज अ नेपालको डाटा हेर्दाखेरि त्यो बढी मोबाइल युज हुँदाखेरि हामीले भिडियो अपलोड गर्दा एज अ कन्टेन्ट क्रिएटरले भिडियो अपलोड गर्दा यो कुरा बुझ्नुपर्छ किनकि भिडियो फ्री भएको बेला मान्छेहरू भिडियो हेर्छ त्यो बेला भिडियो हामी अपलोड गर्यो भने त्यो भ्यू जाने बढी चान्स हुन्छ किनकि मान्छेहरू यदि युज गरिरहेको छैन यदि जबमा जानु भएको छ भने लगभग म्याक्सिमम मान्छेहरू काम गरिराख्नुहुन्छ सबै मान्छेहरू नेपालमा काम गरेर बसेर खानुहुन्छ यदि तपाईँ त्यो टाइममा तपाईले भिडियो अपलोड गर्नुभयो भने कोही मान्छे नै छैन भने तपाईको भिडियो कसले हेर्छ त्यस्तो केसमा हामीले ध्यान दिनुपर्छ त्यही भएर आज यस भिडियोमा म तपाईहरुलाई कुन टाइममा कुन भिडियो अपलोड गर्दा राम्रो हुन्छ फेसबुकको केसमा युट्युबको केसमा र टिकटक र इन्स्टाग्रामको केसमा भिडियो मैले अपलोड गरिसकेको छु हेर्नु भएको छैन भने गएर तपाईहरु राजन यादव 096 युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ अब फेसबुकको केसमा के गर्ने भने मन्डेदेखि फ्राइडेसम्म 9 बजेदेखि लिएर बिहानको 9 बजेदेखि लिएर 11 बजेसम्म 2 घण्टाको बीचमा तपाईहरुले आफ्नो फोटो अपलोड गर्नु होला अनि बेलुकाको टाइममा मात्र फोटो बेलुकाको टाइममा 1 बजेदेखि लिएर 3 बजेको बीचमा तपाईहरु बेलुकाको टाइममा फोटो अपलोड गर्नु होला अब भिडियो कुन बेला अपलोड गर्ने भिडियो अपलोड गर्नको लागि तपाईको दुईटा मात्र टाइमिङ हुन्छ सटरडे र सन्डे मन्डे र फ्राइडेको बीचमा पनि भिडियो अपलोड गर्न सक्नुहुन्छ भिडियो फोटो मात्र गर्न सक्नुहुन्छ तर सन्डेको दिन र सटरडेको दिन तपाईको टाइमिङ 10 बजेदेखि लिएर 12 बजेसम्म हुन्छ जुन यहाँ तपाईहरु साइडमा हेर्न सक्नुहुन्छ त्यस्तोको बीचमा तपाईहरु लङ भिडियो अपलोड गर्न सक्नुहुन्छ सर्ट भिडियो अपलोड गर्न सक्नुहुन्छ र मन्डे फ्राइडेमा तपाईहरु बढी चान्स हुन्छ हाम्रो सर्ट भिडियो जाने लङ भिडियोको बढी चान्स हुँदैन किनकि त्यो टाइम अफिस टाइम हो अफिस टाइम पनि चलिरहेको हुन्छ मन्डे र फ्राइडेको बीचमा त्यही भएर अलि गाह्रो हुन्छ तर सटरडे र सन्डेको टाइममा लङ भिडियो पनि अपलोड गर्दा राम्रो भ्यू जान्छ सर्ट भिडियो पनि अपलोड गर्दा राम्रो भ्यू जान्छ अनि त्यसमा फोटो पनि अपलोड गर्न सक्नुहुन्छ तपाईहरु यहाँबाट म टाइमिङ सेड्युल तपाईहरुले यहाँ साइडमा हाल्दिन्छु तपाईहरु हेर्न सक्नुहुन्छ त्यहाँबाट अनि त्यहाँबाट पढेर राम्ररी बुझ्न सक्नुहुन्छ यदि कुनै टाइममा तपाईले मिस्टेक गर्नुभयो तपाईले थाहा भएन कि यो दिन कति बेला अपलोड गर्दाखेरि मेरो अपलोडिङ टाइम तपाईले बिर्सिनु भयो अपलोड गर्न सक्नु भएन त्यसको लागि एउटा हाम्रो पिक टाइम हुन्छ त्यो पिक टाइम भनेको के हो 9 बजेदेखि 11 बजेसम्म अनि 1 बजेदेखि लिएर 3 बजेसम्म अपलोड गरिसक्नु पर्ने हुन्छ किनकि अपलोड गरिदिनुहुन्छ भने त्यति बेलासम्म तपाईको आधा घण्टा 1 घण्टा युट्युब र फेसबुकको सर्भरमा पनि जान टाइम लागिरा हुन्छ के त्यो सर्भरमा गएपछि मात्र रिकमेन्डेसनमा जान्छ सबै मान्छेहरुसँग त्यति बेलासम्म रिकमेन्डेसनमा गइसक्या हुन्छ अब त्यसपछि पनि मान्छेहरु अब बेलुकातिर युज गर्छ मोबाइल अब रिकमेन्डेसनमा गइसक्यो हुन्छ हाम्रो पोस्ट त्यसपछि मान्छेले युज गर्दाखेरि हाम्रो पोस्टहरु आइरा हुन्छ त्यस्तो गर्दाखेरि हाम्रो भ्युज राम्रो जाने चान्स बढी हुन्छ यस्तै भिडियो हेर्न तपाईले यो फेसबुकमा हेरिराख्नु भएको छ भने फेसबुकमा फलो गर्नु होला अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला किनकि यस्तै हामी फेसबुक युट्युब टिकटक र इन्स्टाको सबै सेड्युलहरु हामी पब्लिश गरिसकेका छौं हेर्नु भएको छ भने तपाई गएर हेर्न सक्नुहुन्छ एकदम इजी तरिकाले